विश्वको सबैभन्दा राम्रो प्रधानमन्त्री यदि कोही छ भने त्यो प्रधानमन्त्री हुनुहुन्छ हाम्रा देशका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू। उहाँभन्दा राम्रो प्रधानमन्त्री यो देशले आजसम्म नपाएको छ, नपाउने छ। र अर्को त्योभन्दा पनि राम्रो कोही नेता छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। उहाँले यो देश र जनताको लागि धेरै योगदान दिनुभएको छ। उहाँ धेरै राम्रो नेता हुनुहुन्छ, जनप्रिय नेता हुनुहुन्छ, जनताको भावना अनुसार काम गर्नुभएको छ। त्योभन्दा पनि यदि राम्रो काम कसैले गरेको छ भने त्यो हो केपी शर्मा ओली। केपी शर्मा ओली यो देशको सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ। उहाँले यो देश र जनताको लागि अहोरात्र खट्नु भएको छ। आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नुहुन्न, देश र जनताकै लागि आजसम्म खट्नु भएको छ, आगामी दिनमा पनि खट्नु हुनेछ। के कसो लाग्यो? यदि यसो भनेन भने फेरि जुन अवस्थामा म छु यो अवस्थाबाट मलाई कसैले निकाल्न सक्दैन। दर्शकबिन म जानकारी गराउँ, यदि सरकारको काम कारबाहीले तपाईँ सन्तुष्ट हुनुहुन्न, तपाईँ सामाजिक सञ्जालमा लेख्ने सोच्दै हुनुहुन्छ अथवा सरकारको नराम्रो कामको प्रति कुनै प्रतिक्रिया सामाजिक सञ्जालमा दिन चाहनुहुन्छ भने जुन अवस्थामा आज म रिपोर्टिङ गरिरहेको छु त्यही अवस्थामा तपाईँहरू पनि पुग्न सक्नुहुनेछ। आज एउटा सञ्चारकर्मीको हैसियतमा यति मात्रै भन्न चाहन्छु, सरकारले जुन सामाजिक सञ्जाल विधेयक अहिले ल्याइएको छ यो विधेयकको काम चाहिँ के हो? नियमन गर्नुपर्छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा पनि ल्याउनुपर्छ। तर सामाजिक सञ्जाल विधेयक ल्याएर सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई कारबाही गर्नुभन्दा एक किसिमले जनतामा त्रास फैलाउने काम भएको छ। जनता अहिले त्रसित छन्। यो सरकारको विरोधमा अब बोल्यो भने यो सामाजिक सञ्जाल विधेयकले अब हामीलाई कहाँ पुर्याउने त्यसको ठेगान छैन। सञ्चारकर्मीहरू आफै एक किसिमको त्रासमा छन्। हो, केही सञ्चारकर्मीहरू चुप लागेर बसेका छन्, तर अधिकांश साँच्चै नै देश र जनताको लागि काम गर्ने सञ्चारकर्मीहरू अहिले निकै चिन्तित छ। हुन त अन्तर्वार्तामा नेताहरूले भनेका छन् हाम्रो पार्टीको लागि काम गर्ने पत्रकारहरूको लागि हामी पनि सोच्छौँ। पत्रकारले पनि बाँड्नु भएको छ। पत्रकारले पनि जो पार्टीमा काम गरेका छन् त्यस्ता पत्रकारलाई पनि हामीले दिएका छौँ। मेरै अन्तर्वार्तामा एकजना यो देशका नेताले भने जुन पत्रकार पार्टीको लागि काम गर्छ त्यसका लागि हामी सोच्छौँ। दिवाकरजी के तपाईँ हाम्रो पार्टीको लागि काम गर्ने? मैले होइन हजुर, म जनताकै लागि ठिक छु। यसरी बोलिरहँदा अब म चिन्तित भएको छु। मलाई थाहा छ जुन किसिमको हाम्रो स्थलगत रिपोर्टिङहरू भइरहेको हुन्छ, जुन किसिमको जनताको पीडा, जनताको समस्या, जनताको भावहरू समेटेर जुन रिपोर्टिङहरू गर्छु, यो रिपोर्टिङबाट जुन अवस्थामा म बोलिरहेको छु यही अवस्थामा म रहनेछु। किनभने सरकारले यही गर्न खोजेको छ। धन्यवाद नेपाल सरकार, धन्यवाद प्रधानमन्त्री केपी शर्मा ओलीज्यू।